आज चाहिँ पानी धाराबाट ल्याइन्। सो हेलो एभ्रीवान, वेलकम ब्याक टु माई मिनी भ्लग। आई होप हजुरहरू सन्चै हुनुहुन्छ होला। म सन्चै छु। अनि आज चाहिँ म दिनभरि के कामहरू गर्छु भनेर तपाईँहरूलाई देखाउँछु। अनि बिहान हामी आमा छोरी चाहिँ उठ्यौँ। अनि त्यहाँदेखि मैले छोरीले गुड मर्निङ भनेको, छोरीले गुड मर्निङ पनि भनेन। अनि बाहिर गयो। अनि मैले चाहिँ उठेर कपाल बाँधेँ। अनि गर्मी भएर यसो पङ्खा चलाएको थिएँ। हावै दिँदा होस् है भनेर ओछ्यान उठाउनुपट्टि लाग्यो। अनि मैले चाहिँ ओछ्यान उठाइसकेपछि ब्रस गर्नु पर्यो भनिरहेको थिएँ। त नानी पनि मलाई पनि भन्दै नाच्दै थियो। अनि मैले ब्रस गरेको देखेपछि नानीलाई पनि हालो अरे, नानी पनि मजाले ब्रस गर्दैछ। अनि ब्रस गरिसकेपछि म चाहिँ खाजा खिन्नु तल्लो घरमा गएँ। खाजा चाहिँ के भन्नुहुन्छ भने चाउचाउ र बिस्कुट। अनि मैले चाउचाउ वरिपरि पनि चाउचाउको लागि पानी बसाएँ। अनि अर्कोपट्टि चिया बाजेबोजूको लागि बसाएँ। अनि फाइनली मेरो खाजा चाहिँ पाक्यो। अनि मैले नानीलाई पनि दिएँ। अनि बाजेबोजूलाई पनि खाजा दिएँ। अनि खाजा खाइसकेपछि मैले दाल बसाएँ। अनि दाल बसाइसकेपछि काली पनि करायो। अनि मैले र छोरीले कालीलाई हगाउनु ल्यायौँ। अनि मैले त्यसपछिको भिडियो बनाउनै बिर्सेछु। अनि बेलुकाखेरि पो याद आयो त मैले त अरू त भिडियो बनाइनँ भनेर। अनि त्यसपछि फेरि भिडियो कन्टिन्यू गरेँ। पानी लिनु पनि फेरि धारामा जानु पर्ने। अरू बेला त तल्लो घरमै आउँदै थियो र तल्लो घरमै थाप्दै थियौँ। त्यही पनि आज बोजू धारामै हुनुहुन्थ्यो र म पनि धारामै पानी लिनु गएको। अनि म चाहिँ धारादेखि पानी थापेर पनि आइसकेँ। अनि मैले चाहिँ घरमा आएर यसो हेरेँ डिउ अलिकति रहेछ र मैले चाहिँ गिलासमा लगाएर खाँदैछु। अनि मैले डिउ पनि खाइसकेँ। अनि कालीलाई टोइलेट लागेको थिएँ। अनि आजको लागि यति नै। मन पऱ्यो मलाई लाइक, कमेन्ट, सेयर, सब्सक्राइब गर्न नबिर्सनु होला। बाई बाई।